अनुगमनका नाममा बुटवलका मेयर खेलराज र कर्मचारीले खल्तीमा हाले सरकारको लाखौं पैसा। बुटवलमा सुशासनको धज्जी, ई रिक्सा अनुगमनको बहानामा सरकारी ढुकुटीमाथि रजाई, महालेखाको प्रतिवेदनमा खुल्यो लाखौंको बर्मलुट। मेयर खेलराज पाण्डे र उपमेयर सावित्रा देवीको नेतृत्वमा 63 जनाको जम्बो टोलीद्वारा रिक्सा अनुगमन भत्ताका नाममा गत आर्थिक वर्षमा मात्रै सरकारको लाखौं रकम हिनामिना। हो दर्शकबिन, आज हामी बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा देवी लगायत 63 जना कर्मचारीले गत आर्थिक वर्षमा मात्रै रिक्सा अनुगमनका नाममा गरेको एउटा लज्जास्पद र तितो यथार्थको कर्मकाण्ड प्रमाणसहित सार्वजनिक गर्दैछौँ। बुटवल नगरपालिकामा जनताले तिरेको रगत पसिनाको करबाट सङ्कलित राज्य कोषलाई कसरी नीतिगत सेटिङ र अनुगमनको नाटक गरेर खल्तीमा हाल्न सकिन्छ भन्ने एउटा लज्जास्पद र तितो यथार्थ बाहिर आएको छ। यस बर्मलुटको मुख्य नायिका र योजनाकारको रूपमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख मेयर खेलराज पाण्डे उभिएका छन्, जसलाई उपमेयर सावित्रा देवी र पालिकाका केही कर्मचारीहरूले मजाले साथ दिइरहेका छन्। मनमा अलिकति खुल्दुली लाग्यो कि लौ आज अनुगमनमा जाउँ भन्दै बजार निस्कने र त्यसलाई मुख्य बहाना बनाएर मनलाग्दी भत्ता बुझ्ने रोग बुटवल उपमहानगरपालिकामा भयानक रूपमा सल्किएको छ। बजारमा गुड्ने साधारण ई रिक्साको व्यवस्थापन र अनुगमन गर्ने नाममा नगर प्रमुख पाण्डे र उनको टोलीले राज्य कोषमाथि नै सोझै डकैती गरेको तथ्यहरूले प्रमाणित गरेका छन्। बजारमा रिक्सा गुडिरहेकै छन्, सर्वसाधारण र यात्रुहरू तिनकै अस्तव्यस्तताका कारण आजित छन्, तर मेयर र उपमेयर भने तिनै रिक्साको टाउकोमा टेकेर आफ्नो खल्ती भर्न व्यस्त देखिएका छन्। यदि यो अनुगमन साँच्चीकै नगरको सुधार र नियमनका लागि गरिएको हुन्थ्यो भने आज बुटवलमा ई रिक्साको समस्या पूर्ण रूपमा समाधान भइसकेको हुनुपर्ने थियो, तर वास्तविकता त्यस्तो छैन। बजारको अस्तव्यस्तता जस्ताको तस्तै छ, केवल परिवर्तन भएको छ त मेयर, उपमेयर र उनका आसेपासे कर्मचारीहरूको बैंक खाताको ब्यालेन्स। दर्शकबिन, यो लुटधन्दा हामीले हचुवाको भरमा वा राजनीतिक प्रतिशोधका आधारमा भनेका होइनौँ। राज्यको सर्वोच्च लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकको प्रतिवेदनले बुटवल उपमहानगरपालिकाको यो चरम अनियमितता र लुटतन्त्रको पर्दाफास गरिदिएको छ। महालेखाको अधिकारीको प्रतिवेदनमा प्रष्ट रूपमा उल्लेख गरिए अनुसार बुटवल उपमहानगरपालिकाले गोस्त्रा बाउचर नम्बर 2557 मिति 2082 असार 14 गते मार्फत नगर प्रमुखदेखि नगर प्रहरीसम्मका 63 जनाको एउटा जम्बो टोली खडा गरेर रुट इजाजत बिना सञ्चालनमा आएका ई रिक्साहरूको अनुगमन गरेको भन्दै एक वर्षमा 7,48,800 रुपियाँ सोझै भुक्तानी लिएको छ। यो रकम कुनै कानुनी आधार बिना केवल बजारमा यसो एसी गाडीमा फन्को मारेको बहानामा आफ्नो खल्ती भर्न बाँडिएको स्पष्ट देखिन्छ। महालेखा परीक्षकको प्रतिवेदनले ठाडै औलाएको छ कि पालिकाले आफैले निर्माण गरेको आर्थिक तथा आन्तरिक नियन्त्रण कार्यविधि 2080 मा अनुगमन भत्ताको कुनै व्यवस्था गरिएको देखिँदैन। सङ्घीय कानुन तथा प्रचलित मापदण्डमा समेत यसरी अनुगमन भत्ता भुक्तानी गर्न मिल्ने कतै व्यवस्था नभएको र पालिकाले खर्च गर्दा कुनै मापदण्ड समेत तयार नगरेको उक्त 7,48,800 रुपियाँ खर्च पूर्ण रूपमा अनियमित र गैर कानुनी भएको प्रतिवेदनमा प्रष्ट पारिएको छ। कानुनमा सरकारी खर्चको निश्चित मापदण्ड नतोकिएको नयाँ विषयमा भएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा र सबै सेक्टरका पदाधिकारीहरू बसी दीर्घकालीन आर्थिक दायित्व र उपलब्ध स्रोत साधन विचार गरेर मात्र मापदण्ड स्वीकृत गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ। तर बुटवलका मेयर खेलराज पाण्डेलाई न त ती ऐन नियमको मतलब छ, न त जनप्रतिनिधिको जवाबदेहिताको नै। उनले सङ्घीय कानुन र आफ्नै पालिकाको कार्यविधिलाई समेत लत्याउँदै राज्यको सम्पत्तिलाई आफ्नै पुर्ख्यौली सम्पत्ति सरह रजाई गर्दै हिँडेका छन्। यसरी सर्वसाधारण जनताले तिरेको करबाट सङ्कलित रकमलाई नियम विपरीत बाँडेर खाने खेलराज पाण्डे र उपमेयर सावित्रा देवी अर्यालको यो कर्मकाण्डले बुटवलवासीको शिर निहुरिएको छ। अनुगमन भत्ता प्राप्त गर्ने ढड्डामा जस्तोसुकै अवस्थामा पनि हस्ताक्षर धस्काउने र रकम कुम्ल्याउने यो प्रविधि सरासर वित्तीय अपराध हो। कानुनले नमिल्ने भनेर महालेखाले स्पष्ट रूपमा अनियमित ठहर गरिसक्दा पनि मेयर र उनको गिरोहले अझैसम्म यस विषयमा न त जनतासँग माफी मागेका छन्, न त त्यो रकम फिर्ता गर्ने हिम्मत नै देखाएका छन्। हामीले मेयर खेलराज पाण्डेलाई यसै कार्यक्रम मार्फत सोध्न चाहन्छौँ, मेयर साहब यो रकम कहिले फिर्ता गर्ने? यसको जवाब हामीले यसका नायक मेयर खेलराज र नायिका उपमेयर सावित्रा देवी अर्यालसँग आगामी एपिसोडमा लिने नै छौँ। अटो रिक्सा अनुगमनमा मात्रै एक वर्षमा करिब 7.5 लाख रुपियाँ अनुगमन भत्ता बुझे भने यिनीहरूले गएको 4 वर्षमा कति भत्ता बुझे होलान् कल्पना गर्नुहोस् त एकपटक। अब यसको हिसाब माग्ने र खोज्ने बेला त आएकै छ।
यो एउटा युरेक्सा अनुगमनको प्रतिनिधि घटना मात्रै हो। यस्ता कयौं शीर्षकमा बुटवल उपमहानगरपालिकाभित्र कस्ता कस्ता लुटका तानाबाना बुनिएका होलान् भन्ने कुरा यो घटनाले प्रश्न पार्दछ। बुटवल उपमहानगरपालिकाको यस्ता सरकारको ढुकुटीमाथि गर्ने लुट धन्दा र अनियमितताको बारेमा हामीले श्रृङ्खलाबद्ध रूपमा खबरदारी गर्दै जाने नै छौँ। तर राज्य कोषमाथि यसरी डकैती गर्ने रजाइकारी जनप्रतिनिधि र कर्मचारीमाथि अविलम्ब अख्तियार र सरकारवाला निकायले कडा छानबिन गर्ला कि नगर्ला त्यो भने हेर्न बाँकी नै छ।